यो हप्ता चाहिँ 35 करोडको दरले 8 जनालाई फर्स्ट प्राइज पर्न सफल भएको छ। यो हप्ता चाहिँ विजेता थोरै हुनु भएको भएर एकदमै धेरै प्राइजमा पैसा जित्न सफल हुनु भएको छ र हामीलाई विभिन्न माध्यमहरुद्वारा नम्बर पठाउनु हुने र यसैगरी नम्बर कमेन्ट गर्नु हुने मध्ये चाहिँ एकजनालाई प्राइज पर्न सफल भएको छ र यस भाग्यचिठामा कसको नम्बरहरु सिलेक्सन भयो, कसलाई कति कति प्राइज पर्यो र कसको कति कतिवटा नम्बर मिल्यो भनेर जान्नको लागि चाहिँ तपाईहरुले यस भिडियोलाई एकदम स्किप नगरिकन फुल वाच गर्नु होला। हेलो दर्शक नमस्ते, वेलकम ब्याक टु आवर च्यानल। आशा छ सबैजना सन्चै हुनुहुन्छ। यहाँहरुको मायाले गर्दाखेरि म पनि एकदम सन्चै छु या भनौं आराम कुशलै छु र फेरि पनि यहाँहरुमा यस कोरियाको करोडपति बन्ने भाग्यचिठाको नतिजाको भिडियो लिएर उपस्थित भइसकेको छु र फेरि पनि तपाईहरुलाई यस हाम्रो कोरियाको करोडपति बन्ने भाग्यचिठाको रिजल्टमा वेलकम छ। यदि तपाईहरुले पहिलोचोटि यो भिडियो हेर्दै हुनुहुन्छ र तपाईहरुलाई चाहिँ यस हाम्रो कोरियाको करोडपति बन्ने भाग्यचिठाको बारेमा केही पनि थाहा छैन भने यसै भिडियोमा जानकारीहरु पनि लिन सक्नुहुनेछ अथवा तपाईहरुले हाम्रो सोनेस फेसबुक पेजमा जोडेर हामीलाई मेसेज पनि गर्न सक्नुहुनेछ र अरूहरुले पनि नबुझेको कुराहरु छ भने अथवा तपाईहरुले सोध्न मन लागेको कुराहरु छ भने यसै भिडियोमा आफ्नो जिज्ञासाहरु तपाईहरुले राख्न सक्नुहुनेछ। मैले तपाईहरुले गर्नुभएको कमेन्टहरु हेरेर तपाईहरुलाई रिप्लाई दिने कोसिस गर्नेछु या भनौं तपाईहरुलाई बुझाउने कोसिस गर्नेछु र अनि तपाईहरुले यस हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्न नभुल्नु होला। यहाँनिर तपाईहरुलाई हामीले भाग्यचिठा मात्रै नभएर भिडियो हेर्दै गेम खेल्दै प्राइज जित्ने अवसरहरु या भनौं भिडियो हेरेरै पैसा जित्ने अवसरहरु र साथै कोरियाको जनजीवन, कोरियाको रहनसहन सम्बन्धित जानकारीहरु लिएर आइरहेको हुनेछु र थुप्रै रमाइलो कुराहरु पनि तपाईहरुमाझ लिएर आइरहेको हुनेछु। यस्तै अवसरहरु रमाइलो कुराहरु हेर्नको लागि जान्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला या भनौं यो हाम्रो सोनेसमा जोडिन नभुल्नु होला र साथै हाम्रो यो सोनेस भन्ने बित्तिकै तपाईहरुलाई अलिकति कस्तो कस्तो लाग्यो होला हैन। यो सोनेस चाहिँ एकदम सहयोगार्थ भावनाले खोलिएको च्यानल हो। सहयोग कस्तो सहयोग त भन्ने तपाईहरुलाई लाग्यो होला हैन। यो हाम्रो च्यानलले चाहिँ हाललाई कोरियाको करोडपति बन्ने भाग्यचिठा काट्दिएर सहयोग गरिरहेको छ र यदि भोलिको दिनमा यो च्यानलहरु ग्रो भयो, यो हाम्रो फेसबुक पेजहरु ग्रो भयो, यसैगरी हाम्रो यो टिकटकहरु ग्रो भयो भने यसबाट जेनेरेट भएको पैसाहरु या भनौं आएका पैसाहरु चाहिँ दिनदुखी असहाय अशक्तहरुको निमित्त चाहिँ खर्च गर्ने भनेर या भनौं खर्च गर्ने प्रतिबद्धताका साथ हामीले यो च्यानल खोलेका हौं र साथै यस भाग्यचिठामा प्राइज पर्यो भने पनि सबै पैसाहरु विजेताहरुले मात्र नभएर ती पैसाहरु चाहिँ हामीले दिनदुखी असहाय अशक्तहरुको निमित्तलाई पनि छुट्याएको छौं या भनौं त्यस सहयोगार्थ कोषमा हामीले राख्ने छ र त्यो पैसाहरु विजेतालाई प्लस आवश्यक व्यक्तिहरुलाई चाहिँ हामीले सहयोग गर्ने छौं। त्यो चाहिँ पछिको कुरा हो तर अहिलेलाई भनेको चाहिँ त्यही हो हैन। हामीले भनेको भाग्यचिठा काट्दिएर सहयोग गरिरहेका छौं। अब च्यानलबाट अहिले पैसा आइरहेको छैन अथवा हाम्रो फेसबुक पेजबाटहरु कुनै पैसा आइरहेको छैन। त्यो आउने भए पश्चात ती पैसाहरु सबै हामीले सहयोग गर्ने छौं। जुन कसलाई कति कति सहयोग गर्यो भन्ने पनि सबै तपाईहरुलाई हामीले यथावत गराउने छौं अथवा जानकारी गराउने छौं र तपाईहरु पनि यदि राम्रो मनको हुनुहुन्छ, मैले गरेको यो कामहरु प्रति राम्रो लाग्छ भने तपाईहरुले पनि यस कामको हौसला स्वरूप तपाईहरुले यो भिडियोलाई शेयर गरिदिन नभुल्नु होला र साथै तपाईहरुले हाम्रो फेसबुक पेजमा र टिकटकमा पनि जोडिन नभुल्नु होला र त्यहाँ जोडिएर पनि हामीले गरेको पोस्टहरुलाई चाहिँ धेरै भन्दा धेरै शेयरहरु गरिदिएर कमेन्टहरु गरिदिएर र लाइकहरु गरिदिएर तपाईहरुको तर्फबाट पनि सहयोग गरिदिनु होला। किन भन्दाखेरि एक हातले ताली बज्दैन भने जस्तै एक थुकी सुकी 100 थुकी नदी म एक्लैले कतिजनालाई सहयोग गर्छु र हैन। तर हामी धेरैजना मिल्यौं भने हामीले धेरै जनाहरुलाई सहयोग गर्न सकिन्छ र तपाईहरु पनि यस पुण्यको काममा चाहिँ भागीदारी बन्न सक्नुहुनेछ र मेन भनेको तपाईहरु पनि यस पुण्यको काममा हात लाउँदाखेरि तपाईहरुलाई पनि त्यस पुण्यको लाभ मिल्ने नै छ। र अनि अर्को कुरा भनिराख्दाखेरि चाहिँ कस्तो व्यक्तिहरुलाई चाहिँ यहाँ प्राइज परिरहेको छ त हामीसँग जोडिएर भन्दाखेरि जो व्यक्तिहरु चाहिँ एकदम सक्रिय हुनुभएको छ, सहयोगी हुनुभएको छ अथवा मनकारी हुनुहुन्छ त्यस्तो व्यक्तिहरुले चाहिँ अहिलेसम्मको रेकर्डमा उहाँले प्राइज जित्नु भएको छ र यसपालि प्राइज जित्नु हुने पनि एकदमै धेरै सक्रिय व्यक्ति हुनुहुन्छ है। उहाँको नाम चाहिँ मैले अहिले लिने नै छु। अब तपाईहरुलाई कस्तो लाग्छ हैन, मेरो धारणा हो। मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि सहयोगी भइयो भने, मनकारी भइयो भने फलस्वरूप हामीलाई पनि सहयोग मिल्ने छ भन्ने चाहिँ मैले विश्वास राख्दछु। अब तपाईहरुको के कस्तो धारणा छ तपाईहरुले पनि कमेन्ट गर्न सक्नुहुनेछ र त्यही भएको कारणले गर्दाखेरि मैले चाहिँ आफू त यहाँ कोरिया बसेको 10औं वर्ष भइसक्यो हैन, 10औं भइसक्यो। मैले आफ्नो लागि त केही गरे, एउटा नर्मल जीवनको लागि, साधारण जीवनको लागि केही गरे
भने मैले अब अरूहरूको लागि पनि केही गर्नुपर्छ। एउटा मान्छेको जीवन खानु बाँच्नु कमाउनु मात्रै होइन, सहयोग पनि गर्नु हो भन्ने हिसाबले चाहिँ केही सहयोग हुन्छ कि भनेर मैले चाहिँ यो सोइन हेल्प सञ्चालन गरिरहेको छु। यसलाई अगाडि बढाइरहेको छु र धेरैजनाले यहाँनिर साथ दिइराख्नु भएको छ, हामीलाई सहयोग गरिदिइराख्नु भएको छ। उहाँहरूलाई चाहिँ हृदयदेखि नै धन्यवाद। अब धन्यवाद मात्रै नभएर उपरवालाले तपाईँहरूलाई पनि कृपा गर्नुहुनेछ र तपाईँहरू सधैँ यसरी नै सहयोगी बनिदिनु होला, सक्रिय बनिदिनु होला र सहयोग स्वरूप यो भिडियोहरूलाई अथवा हाम्रो फेसबुक पेजको अथवा टिकटकको भिडियोहरूलाई सेयर, रिपोस्ट, कमेन्ट, लाइक गर्न के छैन त्यो गर्न नभुल्नु होला है त। र नि अर्को कुरा मैले के भन्दै थिएँ, कता पुगिगएछ कि यसरी फ्लो गए पछाडि कता कता पुगिहालिन्छ नि त। र यदि तपाईँहरू होइन हामीसँग पहिलोचोटि जोडिराख्नु भएको छ, हाम्रो बारेमा केही पनि थाहा छैन भने तपाईँहरूको जानकारीको लागि भन्नुपर्दाखेरि चाहिँ हामीले हरेक हप्ता दक्षिण कोरियाबाट नेपालमा रहनेहरूको लागि एउटा निःशुल्क या भनौँ एउटा अवसर स्वरूप चाहिँ कोरियाको करोडपति बन्ने भागचिठा काटिदिरहेका छौँ। यसमा चाहिँ तपाईँहरू विभिन्न माध्यमहरूद्वारा सहभागी बन्न सक्नुहुनेछ। र अनि मैले नेपालमा रहनुहुनेहरूको लागि भनिरहँदाखेरि चाहिँ कतिजनाहरूले चाहिँ नेपालमा भएकोले मात्रै भनेर सोधिराख्नु भएको हुन्छ। होइन, तपाईँहरूले चाहिँ नेपालमा विशेष अवसर त यो नेपालको लागि हो अथवा नेपालीको लागि हो भनौँ न। त्यस्तो नेपाली जुन चाहिँ यहाँनिर साउथ कोरियामा हुनुहुन्न है, यदि साउथ कोरियामा हुनुहुन्छ भने चाहिँ तपाईँहरू चाहिँ यसमा सहभागी बन्न सक्नुहुने छैन। किन भन्दाखेरि तपाईँले चाहिँ त्यो अवसर आफै पनि लिन सक्नुहुन्छ नि त। तर मैले चाहिँ त्यस्तो व्यक्तिहरूको लागि यो अवसर दिने हो जो व्यक्ति चाहिँ यो अवसरबाट एकदम धेरै पहुँचभन्दा बाहिर हुनुहुन्छ अथवा उहाँहरूले चाहेर पनि यस भाग्यचिठामा अथवा यस अवसरमा सहभागी बन्न सक्नुहुन्न। त्यस्तो व्यक्तिहरूको लागि चाहिँ यो अवसर लिएर आएको हो है त। सो त्यो भएको कारणले गर्दाखेरि कोरियामा हुनु भएको भएन, नेपालमा अथवा इन्डियामा अथवा अरू कुनै पनि देश अथवा खाडी मुलुक देशहरूमा जता पनि हुनुहुन्छ तपाईँहरू जसरी पनि सहभागी बन्न सक्नुहुनेछ। र यसमा सहभागी बन्ने माध्यमहरू चाहिँ एकदम सहज छ है, सजिलो छ। त्यो हो, तपाईँहरू चाहिँ मैले अघि नै पनि भनिहालेँ, सक्रिय हुनु पर्यो अथवा मनकारी हुनु पर्यो। त्यति हुनुभयो भने एकदम हुन्छ है। तर दुःखको कुरो होइन, यहाँनिर त्यस्तो मनकारी अथवा सहयोगी चाहिँ धेरैजना हुनुहुन्न है। उहाँहरूलाई चाहिँ आफ्नै मात्रै पढिरहेको छ होइन, उहाँहरू चाहिँ नम्बर मात्रै कमेन्ट गर्नुहुन्छ, उहाँहरू सहयोगी नै बन्नुहुन्न के भन्ने खै है। त्यति सेयरहरू गर्दैमा त उहाँहरूको जाने त केही पनि होइन अथवा उहाँहरूको बित्ने पनि केही होइन नि त। त्यति पनि गर्नुहुन्न, अब खै के भन्ने होइन। तर मैले जति सक्दो होइन, जो सक्रिय बन्नुहुन्छ अथवा सहयोगी बन्नुहुन्छ उहाँहरूको चाहिँ नम्बर लिइरहेको हुन्छु। उहाँहरूको चाहिँ मैले जसरी पनि लिन्छु है। यो चाहिँ तपाईँहरूलाई मेरो बाचा भयो, तर थोरै ढिलो चाहिँ हुनसक्छ, तर अवश्य पनि मैले लिनेछु। अब यसमा चाहिँ तपाईँहरू कसरी सहभागी बन्न सक्नुहुनेछ भनेर तपाईँहरूको लागि भन्नुपर्दाखेरि चाहिँ तपाईँहरू विभिन्न माध्यमहरूद्वारा सहभागी बन्न सक्नुहुनेछ। जस्तो हाम्रो सोइन हेल्प फेसबुक पेज जुन छ नि, यो पेज हो। यो पेजमा चाहिँ तपाईँहरू जोडिएर यहाँ गरेका पोस्टहरूलाई अथवा यहाँ आएका पोस्टहरूलाई चाहिँ जतिसक्दो धेरैभन्दा धेरै सेयर गरेर, धेरैभन्दा धेरै लाइक गरेर अथवा धेरैभन्दा धेरै कमेन्ट गरेर र अनि आएका कमेन्टहरूको पनि रिप्लाई गरिदिएर अथवा त्यो कमेन्टलाई पनि लाइक गरिदिएर यसो गर्दा के हुन्छ त भन्दाखेरि जति तपाईँ हाम्रो पेजमा जोडिएर सक्रिय बन्नुभयो त्यति तपाईँले पोइन्ट पाउनुहुनेछ है। जति धेरै तपाईँले गर्नुभयो त्यति धेरै तपाईँले पोइन्ट पाउनुहुनेछ र त्यो पोइन्टको आधारबाट तपाईँ टप 10मा पर्न सक्नुहुनेछ अथवा टप 10मा परेर एकदम 100% काट्न सक्नुहुनेछ। यति बुझ्नुहोस्, टप 10मा पर्नु भनेको तपाईँले चाहिँ मेरो नम्बर काट भन्ने अधिकार पाउनु हो भनेर पनि बुझ्न सक्नुहुनेछ है। किन त्यसरी हामीले टप 10 को काटेको त भन्दाखेरि अघि पनि मैले भनिहालेँ, अरू जे होस् जस्तो होस् तर सहयोगी अथवा मनकारी साथीहरूले चाहिँ जसरी पनि सहभागी हुन पाउनु पर्यो भनेर चाहिँ त्यो हामीले टप 10 मा लिएको हो। एउटा माध्यम यो भयो है। अनि दोस्रो माध्यम भनेको तपाईँहरूले त्यसै फेसबुक पेजको अथवा यसै फेसबुक पेजको नम्बर सिलेक्सन हुने भिडियोमा तपाईँहरूले आफ्नो लकी नम्बरहरू कमेन्ट गरेर सहभागी बन्न सक्नुहुनेछ। र अनि यो नम्बर कमेन्ट गरिरहँदाखेरि चाहिँ यसमा भनेको धेरैजनाहरूले सेयरै गर्नुहुन्न है। तपाईँहरूले चाहिँ नम्बर कमेन्ट गरिसके पछाडि पनि त्यो नम्बर कमेन्ट गरेको भिडियोलाई सेयर गर्न नभुल्नु होला। तपाईँहरूको चाहिँ मैले त्यो सेयर पनि हेर्छु है। यदि तपाईँहरूले नम्बर मात्रै कमेन्ट गर्नु भएको छ, सेयर गर्नुभएको छैन भने तपाईँहरूको नम्बर चाहिँ मैले लिने छैन। किन भन्दाखेरि मैले अघि पनि भने यो सोइन हेल्प्सले चाहिँ सहयोगी तथा मनकारी व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनेछ भनेर। जसले गर्नुहुन्छ उहाँको चाहिँ मैले लिने हो। अब नगर्नुहुनेहरूको चाहिँ अब अलिकति ढिलो पाला आउन सक्छ। अब लिँदै नलिने भन्ने कुरा त होइन, प्राथमिकता चाहिँ अलिकति तल हुनसक्छ भन्ने कुरो हो। अब गर्दैमा त के जान्छ र होइन, त्यति गरिदिनु होला। र नि यसै गरी तेस्रो तरिका भनेको चाहिँ तपाईँहरूले हाम्रो फेसबुक पेज जस्तै हाम्रो टिकटकमा पनि नम्बर सिलेक्सन हुने भिडियो अपलोड गर्नेछौँ होइन। तपाईँहरूले चाहिँ त्यस नम्बर सिलेक्सन हुने भिडियोमा चाहिँ आफ्नो लकी नम्बरहरू कमेन्ट गरेर
सहभागी बन्न सक्नेछ। यसमा पनि कुरो त्यही हो है त, नम्बर कमेन्ट गरिसके पछाडि तपाईँहरूले यो नम्बर कमेन्ट गरेको भिडियोलाई चाहिँ सेयर गर्न नभुल्नु होला। सेयर गरेर एकदम प्राथमिकतामा पर्नु होला है। र अनि चौथो तरिका भनेको चाहिँ तपाईँहरूले हाम्रो सोयनेज युट्युब च्यानलको नतिजाको भिडियोमा पनि आफ्नो लकी नम्बरहरू कमेन्ट गरेर सहभागी बन्न सक्नेछ। अब तपाईँहरूले नतिजाको भिडियो भन्ने बित्तिकै फेरि पुरानो नतिजाको भिडियोमा कमेन्ट गर्नु होला है, त्यो चाहिँ होइन। तपाईँहरूले चाहिँ नयाँ अपलोड भएको अथवा यसै भिडियोमा आफ्नो लकी नम्बरहरू कमेन्ट गरेर सहभागी बन्न सक्नेछ। तपाईँहरूले अर्को हप्ताको लागि चाहिँ यसमा गर्ने हो है। फेरि अर्को हप्ताको लागि अर्को भिडियोमा हुन्छ नि, जुन नयाँ अपलोड भएको रिजल्टको भिडियोमा चाहिँ कमेन्ट गर्ने हो। फेरि अब 1 महिनाको पछिको भिडियोको लागि चाहिँ यसमा कमेन्ट गर्नुभयो भने त्यो चाहिँ हुँदैन है। अनि अर्को पाँचौँ तरिका भनेको चाहिँ सक्रिय कोटामा परेर, कस्तो सक्रिय कोटा त, कस्तो सक्रिय कोटा त भन्दाखेरि जुन हाम्रो फेसबुक पेज अथवा हाम्रो युट्युब अथवा टिकटकमा गरेको पोस्टहरूमा चाहिँ आएको कमेन्ट क्या, जस्तो यहाँनिर धेरैजनाहरूले चाहिँ बुझिराख्नु भएको हुँदैन अथवा कतिजनाहरूले चाहिँ गलत नम्बर कमेन्ट गरिराख्नु भएको हुन्छ। त्यस्तो कमेन्टहरूमा चाहिँ गएर तपाईँहरूले तपाईँको नम्बर मिलेन, यसरी कमेन्ट गर्नु होला भनेर भनिदिने र अनि नबुझेकोहरूलाई चाहिँ तपाईँहरूले बुझाइदिने। त्यसरी पनि तपाईँहरू चाहिँ सक्रियता कोटामा परेर सहभागी बन्न सक्नेछ। र अनि यो सक्रियता कोटा चाहिँ हामीले फेसबुक पेजबाट एकजना, टिकटकबाट एकजना, यसै गरी हाम्रो युट्युब च्यानलबाट एकजना गरेर 3 जनाले चाहिँ यस कोटाबाट काट्न पाउनु नै छ। र त्यो भएको कारणले गर्दाखेरि तपाईँहरू पनि सहयोगी बनिदिनु होला, मनकारीको बनिदिनु होला। यसमा चाहिँ अवसर नै अवसर छ है। तपाईँहरूले यदि चाहनुभयो भने, अब चाहनु भएन भने त के भन्ने होइन, हनुमानजी कि जय हो भन्ने जस्तै है त। र अनि अर्को 6औँ तरिका भनेको चाहिँ तपाईँहरूले होइन आफ्नो 5 जना साथीहरूलाई हाम्रो फेसबुक पेज, युट्युब, टिकटकमा फलो र सब्सक्राइब गराउनु भयो भने पनि तपाईँले एकदम 100% सहभागी बन्न सक्नेछ। तर तपाईँहरूले यसमा ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ कसलाई सब्सक्राइब गराउनु भयो त, त्यो सब्सक्राइब गराएको चाहिँ फोटो चाहिँ तपाईँहरूले हामीलाई पठाउनु पर्ने हुन्छ। 5 जना कसले चाहिँ सब्सक्राइब गर्यो भनेर थाहा हुनु पर्यो नि त। यो चाहिँ तपाईँहरूले 3 टाइममा फेसबुक पेजमा, युट्युबमा, टिकटकमा सबैमा चाहिँ फलो र सब्सक्राइब गराउनु पर्ने हुन्छ है। र कतिजनाहरूले चाहिँ यहाँनिर ढाँटी पनि राख्नु भएको हुन्छ कि मैले 5 जनालाई गराएँ भन्नुहुन्छ अनि पठाउनुहोस् भन्दा पठाइराख्नु भएको हुँदैन। यो चाहिँ त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ त्यो पठाउनुहोस् भनेर भन्न थालेका हौँ। नत्र पहिला चाहिँ विश्वासको आधारमा काटिदिरहेका थियौँ, तर जमाना खराब है, विश्वास गर्न गाह्रो है। विश्वास गर्दाखेरि घात खाइयो भनौँ न होइन। त्यो भएर चाहिँ त्यो पठाइदिनु होला। त्यो कुरालाई चाहिँ तपाईँहरूले अन्यथा नलिनु होला है। र अनि अर्को एउटा तरिका छ। अब त्यो तरिका चाहिँ कस्तो व्यक्तिहरूलाई त, यो तरिका चाहिँ एकदमै नितान्त शारीरिकमा अशक्त व्यक्तिहरूको लागि हामीले ल्याएका हौँ। सो तपाईँहरूले पनि होइन, यदि शारीरिकमा अशक्त हुनुहुन्छ अथवा त्यस्तो व्यक्तिहरूले चाहिँ यो भिडियो हेर्नुहुन्छ भने तपाईँहरूले चाहिँ हामीलाई तपाईँको शारीरिकमा अशक्त भएको प्रमाण देखाउने, यहाँ पनि झुट धेरै बोलिराख्नु भएको कारणले गर्दाखेरि त्यो प्रमाण चाहिँ तपाईँहरूले हामीलाई जसरी पनि त्यो भेरिफाई गर्ने हुन्छ नि, त्यो झल्काउने प्रमाण चाहिँ हामीले उपलब्ध गराउनु पर्ने हुन्छ अथवा पठाउनु पर्ने हुन्छ। त्यसरी गर्नुभयो भने पनि एकचोटिको लागि है, एकचोटिको लागि चाहिँ तपाईँहरूको नम्बर हामीले लिएर काटिदिनेछौँ। किन त्यसरी तपाईँहरूलाई चाहिँ हामीले प्राथमिकतामा राखेको त भन्दाखेरि भगवान्ले चाहिँ तपाईँहरूलाई ठग्यो नि त, तर के थाहा होइन, त्यही भगवान्ले चाहिँ तपाईँहरूको निमित्त सहयोग गर्नको लागि भनेर मलाई पठाएको हो कि। सो त्यो भएको कारणले गर्दाखेरि भगवान्ले ठग्यो नबन्नु होला होइन। म आइसकेको छु यहाँनिर, तपाईँहरूले चाहिँ आफ्नो नम्बर पठाउनु होला। के थाहा होइन, यताबाट ठगे पनि यताबाट चाहिँ तपाईँहरूले चाहिँ त्यहाँनिर ठुलो इनाम पाउनु हुनेछ कि होइन, त्यो चाहिँ अब भाग्य कुरो हो। त्यो भएर चाहिँ नम्बर पठाउन नभुल्नु होला। र अरू व्यक्तिहरूले पनि त्यस्तो व्यक्ति को हुनुहुन्छ त, तपाईँले चिने जानेको आफन्ततिर अथवा तपाईँहरूको नातेदारहरू हुनुहुन्छ भने यो भिडियोलाई चाहिँ त्यस्तो व्यक्तिहरूमाझ पनि पुर्याइदिनु होला है। ल उहाँहरूमाझ पुर्याइदिएर उहाँहरूलाई पनि अवसर दिने काम गरिदिनु होला। धर्मको कर्म गऱ्यो भने केही पनि आएन भने गएन पनि त केही है। त्यो भएर चाहिँ अब नजान्ने कुराहरू अब यस्तो पैसा बाँडेर चाहिँ गर्नुहोस् भन्ने कुरो होइन, तर भिडियो त सेयर गरिदिएमा त होइन केही गएन नि त। त्यति चाहिँ तपाईँहरूले गरिदिनु होला। र यिनी हुन् तपाईँहरूले चाहिँ हामीसँग सहभागी हुने माध्यमहरू। र तपाईँहरूलाई फेरि पनि एकचोटि मैले संक्षिप्तमा भन्छु है। पहिलो माध्यम भनेको हाम्रो फेसबुक पेजको टप 10मा परेर, त्यसै गरी फेसबुक पेजको नम्बर सिलेक्सन हुने भिडियोमा आफ्नो लकी नम्बरहरू कमेन्ट गरेर, र फेसबुक पेजको जस्तै हाम्रो टिकटकको पनि नम्बर सिलेक्सन हुने भिडियोमा आफ्नो लकी नम्बरहरू कमेन्ट गरेर, र यसै गरी हाम्रो युट्युब च्यानलको नयाँ अपलोड भएको लेटेस्ट नतिजाको भिडियोहरूमा आफ्नो लकी नम्बरहरू कमेन्ट गरेर, र तपाईँहरूको 5 जना साथीहरूलाई चाहिँ हाम्रो फेसबुक पेज, युट्युब, टिकटकमा फलो र सब्सक्राइब गराएर, र अनि हाम्रो फेसबुक पेज, युट्युब, टिकटकबाट सक्रियता कोटामा परेर, अझै पनि तपाईँहरूले सक्रियता कोटा भन्ने बुझ्नु भएन भने तपाईँहरूले हाम्रो फेसबुक पेजमा मेसेज गर्नु होला। त्यहाँ तपाईँहरूले हामीले
बुझाइदिनेछौँ र यदि शारीरिक अशक्त व्यक्ति हुनुहुन्छ भने पनि तपाईहरु सहभागी बन्न सक्नुहुनेछ र तपाईहरुको 5 जना साथीहरुलाई हाम्रो फेसबुक पेज युट्युब ट्विटरमा फलो र सब्स्क्राइब गराएर र यिनी हुन् तपाईहरुले सहयोग हुने माध्यमहरु यसमा सहभागी हुनको लागि त्यस्तो गाह्रो केही पनि छैन बस तपाईहरुको चाहिँ चाहना हुनु पर्यो अथवा तपाईको मन चाहिँ हुनु पर्यो है त यी कुराहरु त भइहाल्यो हैन अनि अब तपाईहरुले नबुझेको क्वेशनहरु चाहिँ मैले यहाँनेरि केही जनाको लिएर आएको छु सो त्यो क्वेशनको चाहिँ तपाईहरुलाई मैले एन्सर दिने प्रयास गर्ने छु है त तपाईहरुलाई बुझाउने छु त्यो भन्दा अगाडि चाहिँ है त मैले एउटा कुरा भन्न भुलेछु धेरै जनाले हैन हाम्रो भिडियोहरुमा चाहिँ 100 मा 70 जनाले चाहिँ गलत नम्बर कमेन्ट गरिराख्नु भएको हुन्छ है उहाँहरुलाई मैले अब भन्दा पनि अब थाकिसके थाक्न त तर पनि अब फेरि भन्नु पर्यो के गर्नु हैन तपाईहरुले चाहिँ सही नम्बर कमेन्ट गर्नु होला है कस्तो हो त सही नम्बर कति देखि कतिको नम्बर पठाउने त भनेर तपाईहरुको लागि भन्नु पर्दाखेरि चाहिँ तपाईहरुले 1 देखि 45 भित्रको नम्बरहरु पठाउनु पर्ने हुन्छ र यसै गरी नम्बरहरु चाहिँ ग्याप दिएर पठाउनु पर्ने हुन्छ है छुट्टिनु पर्यो नम्बरहरु चाहिँ र यसै गरी नम्बरहरु सानादेखि ठुलो हुनु पर्यो के अब कतिजनाहरुले चाहिँ यहाँनेरि 1 देखि 45 को 1 45 अनि 2 यसरी कमेन्ट गर्नुहुन्छ त्यसरी कमेन्ट गर्नुभयो भने चाहिँ हुँदैन है यहाँनेरि अब हैन लाउनलाई अप्ठ्यारो हुन्छ त्यो भएको कारणले गर्दाखेरि झुकिन सक्ने सम्भावना भएको कारणले गर्दाखेरि सानादेखि ठुलो नम्बरहरु कमेन्ट गर्नु होला यी त भयो बेसिक कुराहरु तर विस्तृत जानकारीहरु तपाईले लिनुपर्ने हुन्छ के तपाईले नम्बर पठाएर मात्रै केही हुँदैन है नम्बर पठाउनुहुन्छ अनि नम्बर यहाँनेरि अब जस्तो भयो त्यस्तो नम्बर पठाएर तपाईलाई प्राइस पर्दैन अनि प्राइस नपरे पछाडी त्यो पठाउनुको अर्थ के रह्यो त रहेन नि नम्बर पठाउनु ठुलो कुरो हो त होइन नि तपाईको उद्देश्य के नम्बर पठाउनु मात्रै हो त तपाईलाई यहाँ कोरियाको यहाँनेरि करोडपति बन्ने होइन यदि होइन नम्बर पठाउनु मात्रै तपाईको उद्देश्य होइन भने तपाईलाई चाहिँ भाग्य चिठामा भाग्य चेक गरेर करोडपति बन्ने इच्छा हो भने चाहिँ एकदम नम्बरहरु चाहिँ मेहनतका साथ छान्नु होला है त्यसको लागि तपाईहरुले चाहिँ यसै च्यानलमा त्यो भिडियो हेर्न सक्नुहुन्छ त्यहाँनेरि तपाईहरुलाई मैले एकदम मजाले बुझाइदिएको छु कस्तो कस्तो नम्बरहरु चाहिँ पर्न सक्छ कसरी गर्दाखेरि चाहिँ नम्बर पर्न सक्ने सम्भावना हुन्छ भनेर त्यहाँनेरि तपाईहरुलाई मैले दिएको छु तपाईहरुले चाहिँ यो भिडियो सकिनेबित्तिकै त्यो भिडियो हेर्नु होला र त्यो भिडियो हेरेर सही नम्बर कमेन्ट गरेर सहभागी बन्नु होला है र नि अर्को पनि धेरै जनाले तपाईहरुले नबुझेको क्वेशनहरु अथवा धेरै जनाले सोध्ने क्वेशनहरु चाहिँ धेरै जनाहरुले चाहिँ टप 10 मा कसरी पर्ने त पर्नै सकिएन परेको पनि देखिएन भनेर भनिराख्नु भएको हुन्छ है अब कतिपय अवस्थामा चाहिँ अब यसपालि अथवा 1-2 हप्ता भयो अस्ति हाम्रो फेसबुक ह्याङ भएदेखि अथवा नचलेदेखि हाम्रो पनि टप 10 देखाइरहेको छैन कहिलेकाहीँ त्यस्तो भएर पनि हुन सक्छ तर प्राय जसो चाहिँ धेरै जनाले चाहिँ हेर्नै जानु हुन रहेछ है अब त्यसको लागि चाहिँ तपाईहरुले हाम्रो फेसबुक पेजको एबाउटमा जानुपर्ने हुन्छ हैन त्यहाँनेरि गएर चाहिँ फ्यान इंगेजिङ भन्ने हुन्छ त्यो चाहिँ तपाईहरुले हेर्नुपर्ने हुन्छ त्यो सम्बन्धी चाहिँ भिडियो बनाएर मैले अपलोड गरिसकेको छु त्यो भिडियो पनि तपाईहरुले हेर्नु होला जसको थम्बनेल चाहिँ तपाईहरुलाई मैले यहाँ राखिदिन्छु है त यो थम्बनेल भएको भिडियो हेर्नुभयो भने कसरी टप 10 मा पर्ने अथवा परे कसरी थाहा पाउने सबै जानकारीहरु चाहिँ रहेको छ त्यो भिडियो हेर्नु होला र जानकारी लिनु होला र टप 10 मा परेर 100% सहभागी बन्नु होला है र नि अर्को धेरै जनाले सोध्ने क्वेशन भनेको चाहिँ कतिवटा नम्बरहरु मिल्दाखेरि चाहिँ कति प्राइस पर्ने हो र भनेर सोधिराख्नु भएको हुन्छ यो चाहिँ तपाईहरुलाई अहिले मैले भन्ने छु त्यो चाहिँ अहिले रिजल्टमा भन्दाखेरि त्यहाँ तपाईहरुलाई मैले बुझाउँछु त्यो चाहिँ त्यहाँ हेर्नु होला र नि अरु कतिजनाहरुले चाहिँ इलिगल हो र भनेर पनि सोधिराख्नु भएको हुन्छ यो चाहिँ इलिगल होइन है यो चाहिँ एकदम कोरिया सरकारद्वारा मान्यता प्राप्त हो र नि तपाईले पैसा त कहाँबाट लिनुहुन्छ कसरी लिनुहुन्छ भनेर पनि सोधिराख्नु भएको हुन्छ त्यो पैसा चाहिँ हामीले हैन अब त्यसको पनि प्राइस हेरेर हुन्छ फर्स्ट सेकेन्ड थर्ड भनेको चाहिँ ब्याङ्कै जानुपर्ने हुन्छ त्यो भन्दा सानो चाहिँ चौथो र पाँचौं चाहिँ हामीले यही पसलमा गएर पनि लिन सकिन्छ किन भन्दा त्यो चाहिँ सानो अमाउन्ट हुने भएको भएर र अनि प्राइस पर्दाखेरि कतिसम्म पर्न सक्छ पनि भनेर सोधिराख्नु भएको हुन्छ त्यो पनि अहिले तपाईहरुलाई मैले रिजल्टमा भन्ने छु त्यो चाहिँ यस्तो हुन्छ जति धेरै जनालाई मान्छेलाई पर्यो त्यति कम पैसा किन भन्दाखेरि बाड्नु पर्ने हुन्छ नि त त्यो एउटा पैसाबाट चाहिँ बाड्नु पर्ने भएको कारणले गर्दाखेरि धेरै जनालाई मान्छे पर्यो भने धेरै जनालाई बाड्नु परेर कम हुँदै आउँछ अनि थोरै जनालाई पर्यो भने त बाड्नै परेन धेरै पैसा आयो यसरी बुझ्दा पनि हुन्छ है सो यस्तै कुराहरु हैन जहाँसम्म मैले याद भएसम्म चाहिँ भने हैन अझै पनि तपाईहरुले नबुझेको कुराहरु छ भने तल कमेन्ट गर्नु होला मैले अर्को हप्ता चाहिँ फेरि त्यो तपाईहरुको जिज्ञासा लिएर आउने नै छु र अब चाहिँ ढिलो नगरिकन रिजल्टतिर जाउँ है त र रिजल्टको कुरा गर्नु पर्दाखेरि चाहिँ यसपालिको रिजल्ट 1229औं रिजल्ट हो भनौं 1229औं लकी ड्र हो र डेट भन्नु पर्दाखेरि चाहिँ 20 जुन 2026 रहेको छ है त यो चाहिँ हरेक शनिबार हुने भएको भएर शनिबारको हुन्छ सोमबारदेखि शनिबारसम्मै काट्न मिल्छ मिल्न त तर शनिबार चाहिँ 8 बजेसम्म मात्रै काट्न मिल्छ
त्यो हप्ताभरि काटेर चाहिँ अनि त्यही शनिबार बेलुका चाहिँ यसको भागचिटा खुल्ने हो, पावर बल खुल्ने हो है त। र अनि यसपालिको नम्बरहरू चाहिँ यस प्रकार रहेको छ 12, 13, 29, 34, 37, 42 रहेको छ है त। अनि तपाईँले प्लस 16 चाहिँ त्यो तपाईँहरूले नहेर्नु होला, त्यो आवश्यक छैन। त्यसको बारेमा चाहिँ मैले अहिले बुझाउँछु। त्यो प्लस 16लाई चाहिँ बोनस नम्बर पनि भन्ने गरिन्छ है। र यसपालि चाहिँ अघि पनि तपाईँहरूलाई मैले भनिसकिहालेँ 8 जनाले फर्स्ट प्राइज जित्न सफल हुनु भएको छ, प्रत्येकले 35 करोड। अघिल्लो हप्ता चाहिँ कम थियो 28 यस्तै होइन, 29 थियो, अब 22 करोड 18 करोड समथिङ थियो। तर यसपालि चाहिँ एकदमै धेरै बेसी परेको छ है, 8 जनालाई परेको छ। तर के गर्नु, दुर्भाग्यवश होइन, यति बेला चाहिँ हामी परिएन। यति 8 जनामा चाहिँ हामी पनि परेको हुन्थ्यो भने हामी चाहिँ यति बेला 35 करोडको मालिक भइसक्थ्यौँ है। म होइन है, फेरि हामी भन्नाले तपाईँ भन्नु खोजेको। मलाई त सुक्खु हुँदैन नि। कसरी भन्दाखेरि यो हो होइन, यो चाहिँ मैले अब बाँचै गरेको छु। यसबाट आएका पैसाहरू चाहिँ कुनै पनि मैले चाहिँ लिने छैन भनेर, जति आएको पैसाहरू चाहिँ नितान्त पर्नेहरूले लानु नै छ। यसै गरी दिन दुखी अशक्तहरूको निमित्त चाहिँ हामीले खर्च गर्नेछौँ र बाँकी रहेको पैसा चाहिँ फेरि जस्तो यिनीहरू चाहिँ अहिले हामीले निश्चित जनाको मात्रै काटिरहेको छौँ नि त, 30 जना 40 जना 50 जना। तर त्यस पछाडि चाहिँ हामीले म्याक्सिममको काट्छौँ क्या, याम्मै 100-500 जनाको काट्छौँ क्या। अब जति धेरैजनालाई काट्यो त्यति धेरै पर्न सक्ने सम्भावना हो नि त, अथवा जति धेरैजनाले काट्यो त्यति धेरै पर्न सक्छ नि त। त्यो भएको कारणले गर्दाखेरि त्यही भएर चाहिँ तपाईँहरू पनि है सहयोगी बन्नुहोस्। यस्तो अवसरहरू चाहिँ सेयर गरेर भाग्यमानीमा पुर्याउनुहोस् है त। र यसै गरी यहाँनिर दोस्रो प्राइज गर्नुपर्दाखेरि चाहिँ 89 जनाले 52 लाख जित्न सफल हुनुभएको छ। र यसै गरी तेस्रो प्राइजको कुरा गर्नुपर्दाखेरि चाहिँ 2925 जनाले 1,60,000 जित्न सफल हुनुभएको छ। र यसै गरी चौथो प्राइज चाहिँ 1,52,290 जनाले नेपाली 5,000 जित्न सफल हुनुभएको छ। र यसै गरी 25,83,834 जनाले 5,000 जित्न सफल हुनुभएको छ। कतिजनाहरूले चाहिँ पर्दैन त्यस्तो हावा सकिन्न भन्नुहुन्छ, तर यो मैले भनेको चाहिँ सबै गुगलबाटै भनेको है, गुगलबाटै मैले भनेको। यो परेको पनि हो क्या, यो कुनै हावा होइन, एकदम सही हो। अब जसले होइन, अब देख्दै यो मोबाइललाई चाहिँ है यो त अब क्यालकुलेटर हो भन्नुभयो भने अब हामीले भन्ने के छ र होइन, त्यो चाहिँ अब हामीले बुझ्ने हो उहाँ कस्तो व्यक्ति हो भनेर होइन। अब अरूलाई के भन्नु होइन, अब बुझ्ने हो, चुप लागेर बस्ने हो। किन भन्दाखेरि मूर्खसँग भगवान त डराउँछन् अरे। अब म मनुष्य के। र नि अब प्राइजको कुरा गरौँ है त। अघि धेरैजनाले सोध्नुहुन्न कति नम्बर मिल्दाखेरि चाहिँ कति प्राइज त भन्ने सोधिराख्नु भएको थियो नि त। यसमा तपाईँले प्राइज पार्नका लागि मिनिमम पनि 3वटा चाहिँ मिलाएको हुनुपर्छ। केसँग मिल्ने त यहाँ पनि सोधिराख्नु भएको हुन्छ धेरैजनाले, कोसँग मिल्ने त, कता मिलाउने त, कसरी मिलेको हुनुपर्छ त भनेर पनि बुझ्नु भएको हुन रहेछ। जुन तपाईँले यहाँनिर फर्स्ट प्राइजको नम्बर आएको छ नि 12, 13, 29, 34, 37, 42 हो, यो नम्बरसँग तपाईँले पठाउनु भएको नम्बर चाहिँ कतिवटा मिल्यो त त्यसरी थाहा हुन्छ है त। अब यसमा चाहिँ तपाईँले यसपालि होइन एउटा मिलाउनु भयो भने प्राइज हुँदैन थियो, 2टा मिलाउनु भयो भने प्राइज हुँदैन थियो। तपाईँले चाहिँ कम्तीमा पनि 3टा मिलाउनु पर्ने हुन्थ्यो कि। यदि तपाईँले चाहिँ कम्तीमा पनि 3टा मिलाउनु भएको हुन्थ्यो भने 5th प्राइज जित्न सफल हुनुहुन्थ्यो। कम्तीमा पनि प्राइज पार्नका लागि हामीले 3वटा मिलाएको हुनुपर्नेछ भनेर। र यसै गरी तपाईँले 4वटा नम्बर मिलाउनु भयो भने चौथो प्राइज, र यसै गरी 5वटा मिलाउनु भयो भने तेस्रो प्राइज, 6वटा मिलाउनु भयो भने फर्स्ट प्राइज, सेकेन्ड प्राइज। खोइ त अब कुरा आउँछ यहाँनिर, धेरैजना झुक्किने भनेको पनि यही हो है, बोनस नम्बर। कस्तो बोनस नम्बर त यसपालि तपाईँले लिनुभयो भने यहाँ प्लस 16 छ नि त, हो यो नम्बर क्या। अब तपाईँको अगाडिको हेर्नुहोस् होइन, प्लस भन्दा अगाडिको नम्बरहरू 6वटा मिलाउनु भयो भने त तपाईँको फर्स्ट प्राइज भइहाल्यो होइन। र अब कुरा आयो सेकेन्ड प्राइजको। यहाँनिर सोध्नुभएको एकजनाले चाहिँ अब सेकेन्ड प्राइजको लागि त अब 5वटा 7वटा मिलाउनु पर्ने हो र 6वटा मिलाएर भनिराख्नु भएको हुन्छ। त्यस्तो चाहिँ होइन है। सेकेन्ड प्राइजको लागि चाहिँ तपाईँले अगाडिको हुन्छ नि जुन प्लस भन्दा अथवा बोनस नम्बर भन्दा अगाडिको 5वटा मिलेर अथवा मिलेको थियो भने र प्लस बोनस नम्बर गरेर 6वटा मिल्यो भने तपाईँको सेकेन्ड प्राइज हो है त। र सेकेन्ड प्राइजको लागि चाहिँ तपाईँले 7वटा नम्बर मिलाउनु पर्दैन है त। किन भन्दाखेरि आउने भनेको 6वटा नम्बर हो, महत्त्वपूर्ण नम्बरहरू भनेको 6वटा हो होइन। जसरी पनि 6वटा हो नि त। अब यता 6वटामा मिलाउन नसकेर जुन आएको छ नि फर्स्ट प्राइजको 6वटा, त्यसमा चाहिँ एउटा मिस्टेक भयो अरे। तर पछि बोनस नम्बर चाहिँ मिल्यो भने अथवा बोनस नम्बर गरेर 6वटा मिल्यो भने सेकेन्ड प्राइज हो क्या। यसरी 6वटा मिल्यो भने सेकेन्ड प्राइज। अब चाहिँ बुझ्नु भयो होला भन्ने आशा राखेको छु।
र अनि प्राइस त त्यही भइहाल्यो जुन मैले तपाईँहरूलाई अघि भनिहालेँ होइन। फर्स्ट सेकेन्ड थर्ड भनेको चाहिँ कहिले पनि सेम हुँदैन, यो चाहिँ पर्दैपछि फरक हुनसक्छ है। अब कतिजना व्यक्तिहरूलाई पर्यो त्यही अनुसारले धागा हुने भएको कारणले गर्दाखेरि कम अथवा कम घटी हुनसक्छ, तर चौथो र पाँचौँ प्राइज भनेको चाहिँ जहिले पनि सेम हुन्छ है। अब त्यसको चाहिँ यसरी पनि भन्न सक्यो, पाँचौँ प्राइज भयो भने 500 कहीँ गएन, चौथो प्राइज पऱ्यो भने तपाईँलाई अथवा 4 नम्बर मिलाएर चौथो प्राइज पऱ्यो भने तपाईँको नेपाली 5000 कहीँ गएन। अब कुरा आयो फर्स्ट सेकेन्ड थर्ड, अब त्यो त अब थाहा हुँदैन है। यसपालि 35 करोड थियो, अर्को हप्ता अब फेरि 40 करोड होला, 20 करोड होला, 10 करोड होला भन्नै सकिन्न है। कति व्यक्तिलाई पर्छ भनेको थाहा हुँदैन नि त, कति व्यक्तिलाई पर्यो त्यही अनुसारले फरक पर्ने भएको कारणले गर्दाखेरि त्यो कहिले पनि सेम हुँदैन है त। र प्राइजको कुराहरू यही भइहाल्यो होइन, रिजल्टको कुरा यही भइहाल्यो। अब आऊ जाउँ कौशो नम्बरहरू सिलेक्सन भयो त यो हप्ता। सो उहाँहरूको नाम र नम्बर चाहिँ मैले तपाईँहरू यहाँनिर राखिदिनेछु। सर्वप्रथम होइन यसपालि हाम्रो सक्रिय कोटाबाट को पर्नु भयो त होइन, र साथै अशक्त कोटाबाट को पर्नु भयो त। सो उहाँहरूको नाम र नम्बर चाहिँ यस प्रकार रहेको छ। यसपालि सक्रिय कोटामा पर्नु भएकोले चाहिँ नम्बर पठाउनु भएन छ है त। मैले उहाँको नाम त अनाउन्स गरेको थिएँ, उहाँ समथिङ अनिता मगरजी हुनुहुन्थ्यो क्या र, उहाँले चाहिँ नम्बर पठाउनु भएन। उहाँको नाम चाहिँ हामीले अनाउन्स गरेको थियौँ, उहाँले नम्बर पठाउनु भएन र यसै गरी अर्को पनि हामीले हाम्रो युट्युब च्यानलबाट नाम अनाउन्स गरेको थियौँ, उहाँले पनि नम्बर पठाउनु भएन छ है त। त्यही छ क्या समस्या भनेको चाहिँ, जानकारी नि लिनुहुन्न अनि कसरी चाहिँ उहाँहरू चाहिँ होइन जानकारी नलिए पछाडि त गाह्रो हुन्छ नि त। यसपालि हाम्रो अशक्त कोटाबाट चाहिँ सुग्रीव 2000 समथिङ त्यही होला नाम, अब प्रोनाउन्सिएसन चाहिँ राम्रोसँग नहुन पनि सक्छ, जो चाहिँ तपाईँहरूले मिलाएर बुझ्नु होला। किन भन्दाखेरि तपाईँहरूले कसरी अब जस्तो होइन एसए छ भने सा पनि हुन्छ स पनि हुन्छ नि त, त्यो भएर चाहिँ नाम आउँदाखेरि उच्चारण हुँदाखेरि चाहिँ मिस्टेक भएर आउन सक्छ, त्यो चाहिँ तपाईँहरूले बुझ्नु होला। तपाईँको नाम पनि मैले राखिदिने छु, तपाईँको नाम र नम्बर चाहिँ यस प्रकार रहेको छ। यो चाहिँ हाम्रो अशक्त कोटाबाट हो। र यसै गरी अर्को एकजना हुनुहुन्छ होइन मिन्याङबा जोन्जी है त, उहाँ चाहिँ 5 जना साथीहरूलाई चाहिँ हाम्रो युट्युब च्यानल, टिकटक र यसै गरी फेसबुक पेजमा फलोअर सब्सक्राइब गरेर उहाँको नम्बर सिलेक्सन भएको छ, उहाँले त्यसरी नम्बर पठाउनु भएको छ। र उहाँको नाम र नम्बर चाहिँ यस प्रकार रहेको छ। हेर्नुहोस् त तपाईँहरूले पनि अवसर लिनेलाई अवसर छ, अब अवसर नलिनेलाई अब त्यस्तै छ भनौँ न होइन। यति अवसरहरू दिँदाखेरि पनि मेरो पाले आएन मेरो नम्बर लिनुहुन्न भनेर बसिराख्नु भएको हुन्छ। अलिकति गर्नु पर्यो है तपाईँहरूले पनि। जस्तो अब फेसबुक पेजबाट मात्रै भएन क्या, फेसबुक पेज, युट्युब, टिकटक गर्नु त 100% एक ठाउँबाट परिहाल्छ नि क्या। अनि अथवा सक्रिय कोटा छ जसरी पनि के सक्रिय कोटा पनि फेरि हाम्रो युट्युब, टिकटक, फेसबुक पेजमा सबै ठाउँमा छ। फेसबुकबाट भएन भने युट्युबमा त कसरी नआउला त, युट्युबबाट भएन टिकटकबाट कसरी नआउला त होइन। तपाईँहरू त्यस्तो गर्ने हुन्न है, के भन्नु, पाला आएन भन्नुहुन्छ अनि पाला आउने काम चाहिँ गर्नुहुन्न खै। अब मैले के भन्ने होइन, मैले चाहिँ त्यही हो, जो सक्रिय बन्नुहुन्छ सही बन्नुहुन्छ उहाँहरूको चाहिँ मैले छुटाउँदिनँ, अरूको त अब त्यस्तै उस्तै हो है त। र नि कतिजनाहरूले होइन सक्रिय कोटाबाट नाम पर्दाखेरि पनि भिडियो पुरा नहेर्नुभएको कारणले गर्दाखेरि उहाँहरूको पालो आइरहेको छैन है, अथवा उहाँले काट्न पाउनु भएको छैन। अब अघिल्लो हप्ता हामीले 2 जनाको नाम अनाउन्स गरेका थियौँ, एकजना अनिता मगर अनि हाम्रो युट्युब च्यानलबाट तितुस समथिङ जी हुनुहुन्थ्यो होइन, तर उहाँले चाहिँ भिडियो हेर्नु भएन, थाहा नै पाउनु भएन अनि नम्बरै पठाउनु पाउनु भएन कि, एउटा भाग्यबाट गुम्नु भयो। के थाहा यतिखेर त उहाँ चाहिँ करोडपति भइसक्नुहुन्थ्यो कि। मैले भन्ने सक्ने भनेको यति नै हो, अब त्यो चाहिँ तपाईँहरूको हातको कुरो अथवा तपाईँको भाग्यको कुरो हो। र यसपालि हाम्रो सक्रिय कोटामा को पर्नु भयो त होइन। सो उहाँहरूको मैले नाम अनाउन्स गर्ने छु। सक्रिय कोटा भन्दाखेरि फेरि तपाईँहरूले चाहिँ युट्युबबाट पनि 2टा छ है, जस्तो अब फेसबुक पेज, युट्युब, टिकटकको भनेको चाहिँ कमेन्ट रिप्लाई गरिदिएर एउटा भयो। अब अर्को भनेको चाहिँ हाम्रो युट्युबको भिडियोहरूलाई तपाईँले कति धेरै कमेन्ट गर्नुभयो त, अथवा कति धेरै लाइक गर्नुभयो त, अथवा कति धेरै सेयर गर्नुभयो त, त्यो अनुसारले पनि तपाईँले पालो पाउनुहुन्छ है। तपाईँले जति धेरै गर्नुभयो तपाईँको धेरै छ भने तपाईँको पालो आयो त। कस्तो त भन्दाखेरि यसपालि यहाँ हेर्नुभयो भने पूजा ओझाजी हुनुहुन्छ है, उहाँले चाहिँ यहाँ हेर्नुभयो भने 100+ कमेन्ट गर्नुभएको रहेछ, यसै गरी 158 लाइक गर्नुभएको रहेछ कि। हेर्नुहोस् त, भन्नुको मतलब उहाँले चाहिँ धेरै हो नि त सक्रियता। सो त्यो भएर चाहिँ उहाँहरूको नाम चाहिँ यसपालि सिलेक्सन भएको छ अथवा उहाँको नाम चाहिँ अनाउन्स भएको छ। र पूजाजी ओझाजी तपाईँले चाहिँ अर्को हप्ताको लागि आफ्नो लकी नम्बरहरू हामीले हाम्रो फेसबुक पेजमा पठाउन नभुल्नु होला। र अनि तपाईँले हेर्नुभयो भने टप कमेन्टर्स भनेर पनि छ कि, उहाँ चाहिँ टपभित्र पर्नु हुँदो रहेछ है। उहाँले चाहिँ धेरैभन्दा धेरै हाइएस्ट लाइक गर्नुभएको रहेछ कि हाम्रो युट्युबको भिडियोहरूमा।
सो तपाईँहरू पनि अहिलेबाट है हाम्रो भिडियोहरुमा चाहिँ लाइक गर्नु होला, कमेन्ट गर्नु होला र शेयर गर्न नभुल्नु होला र यसै गरी युट्युब भिडियोको टप लाइक कमेन्ट शेयरमा परेर आफ्नो ठाउँ सुनिश्चित गर्नु होला है। अब हाम्रो युट्युबबाट त भइहाल्यो हैन, युट्युबबाट लाइक कमेन्ट शेयरको कोटा भइहाल्यो र यसै गरी अर्को कोटा यो चाहिँ कमेन्टको रिप्लाई कोटा अथवा सक्रिय कोटाबाट चाहिँ यहाँ को पर्नु भएको छ त भन्दाखेरि उहाँ चाहिँ ईश्वर पौडेलजी पर्नु भएको छ। उहाँहरुको मैले स्क्रिनशट पनि राखेको छु। ईश्वर पौडेलजी है तपाईले अर्को हप्ताको लागि हामीले हाम्रो फेसबुक पेजमा जोडेर आफ्नो लकी नम्बरहरु पठाउन सक्नेछ। तर तपाईहरुले कमेन्ट गर्दाखेरि चाहिँ मैले भनिरहेको छु नि जुन यो कोटामा पर्यो भनेर त्यो कोटामा परेको हो भनेर भन्न पनि नभुल्नु होला है त। किन भन्दाखेरि थाहा नहुनु पनि सक्छ नि त। धेरै जनासँग चाहिँ हामीले अब डिल गरिराख्नु पर्ने हुन्छ अथवा धेरै जनाहरुसँग चाहिँ हामीले बोलिराख्नु पर्ने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि थाहा नहुन सक्छ। त्यो चाहिँ तपाईहरुले सम्झाउनु होला है। यसैगरी हाम्रो युट्युबबाट त भइहाल्यो र यसैगरी हाम्रो रन फेरि तपाईहरुले राख्न सक्ला एक दुईवटा गरेर चाहिँ यसरी पढ्न सकिन्छ भनेर चाहिँ होइन है। तपाईले चाहिँ धेरै भन्दा धेरै जस्तो अब एउटा भिडियो भरि नै गर्नु होला क्या। यसरी गर्नु भयो भने मात्रै फेरि पर्ने हो है। अब एउटा दुईटामा गरेर चाहिँ मेन त अब देखिदैन पनि। त्यो भएको कारणले गर्दाखेरि चाहिँ धेरै भन्दा धेरै कमेन्टको रिप्लाईहरु गरिदिनु होला है। र यसैगरी हाम्रो फेसबुक पेजबाट नरेन्द्र सिंह भण्डारीजी चाहिँ सक्रिय कोटामा पर्न सफल हुनु भएको छ। सो तपाईहरु 3 जनाले चाहिँ अर्को हप्ताको लागि शुक्रबारसम्ममा आफ्नो लकी नम्बरहरु चाहिँ कमेन्ट गर्नु होला अथवा हामीलाई पठाउनु होला। र कमेन्ट गर्दाखेरि चाहिँ तपाईहरुले भन्नुपर्ने कुरा भनेको चाहिँ सक्रिय कोटामा यसरी तपाईले मेरो नाम अनाउन्स गर्नुभएको थियो भनेर भन्नु पनि नबोल्नु होला है। र नि हाम्रो टिकटकमा चाहिँ रायमान्ती चाहिँ एकदमै धेरै सक्रिय कोटामा पर्न सफल हुनु भएको रहेछ। तर उहाँको नम्बर पनि सिलेक्सन भएको कारणले गर्दाखेरि अब हप्तैपछि भन्दा पनि अब अहिले अब नाम दिनु पर्दाखेरि चाहिँ तपाईको नाम लिन्थे। तर यसपालि तपाईको नम्बर काटिएको भएर चाहिँ तपाईको नाम हामीले अनाउन्स गरिनौं। तपाईले पनि हाम्रो नम्बर सिलेक्सन हुने भिडियोमा चाहिँ गएर हेर्नु भयो भने रायमानजीको कमेन्टहरु धेरै देख्न सक्नुहुन्छ। मैले चाहिँ अरूहरुको धेरै त्यस्तो कमेन्टहरु देखिन र पनि एकजना मनपाली मगरजीको चाहिँ केही कमेन्टहरु चाहिँ देखे। र यसरी नै तपाईहरु हैन हाम्रो रायमानजी जसरी नै धेरै धेरै कमेन्टको रिप्लाई गर्दिनु होला अथवा सबै कमेन्टको रिप्लाई गर्दिनु होला के। यसरी गर्नुभयो भने तपाईको त 100% काट्न पाउनुहुन्छ नि त। सो ठिकै चाहिँ यसपालिको लागि चाहिँ मैले हाम्रो मनपाली मगरजीको नाम चाहिँ अनाउन्स गर्छु। र अलिकति अझै तपाईले पनि धेरै गर्नु पर्यो है। सबै कमेन्टमा चाहिँ तपाईको अझै पनि रिप्लाई छैन तर पनि ठिकै छ। दोस्रो पटकबाट चाहिँ धेरै गर्नु होला र आफ्नो नाम पार्नु होला र अरूहरुले पनि यसबाट जानकारी लिनु होला है। र तपाईहरु पनि सक्रिय कोटामा परेर आफ्नो भाग्य चेक गर्नु होला। र यिनै भयो हाम्रो सक्रिय कोटामा को पर्नु भयो भनेर। र अब चाहिँ यसपालि कसको नम्बरहरु चाहिँ भयो त सिलेक्सन भयो त। सो उहाँको नाम र नम्बर भन्न गइरहेको छु। र अनि यसपालि हाम्रो टप 10 मा चाहिँ अब कसैको पनि नदेखाएको भएर टप 10 को कसैको पनि नम्बर नकाटेको तपाईहरुलाई मैले जानकारी गराउन चाहे। सायद अर्को हप्ताबाट चाहिँ हुन्छ होला किन भन्दाखेरि मैले फेसबुक पेजमा चाहिँ मेल गरिसकेको छु। उहाँहरु चाहिँ रेस्पोन्स आइसकेको छ र अब चाहिँ हुने गर्दिने यो हप्ताबाट हुने भन्ने कुरो चाहिँ छ। हेरौं के हुन्छ। सम्भवतः यस हप्ता चाहिँ काटिन्छ होला। र यसपालि हाम्रो फेसबुक पेजबाट कसको नम्बर सिलेक्सन भयो त। सो उहाँको नाम र नम्बर चाहिँ यस प्रकार रहेको छ। यहाँ फर्स्टमा हुनुहुन्छ तोनिसा संग्रौलाजी, दोस्रो नम्बरमा हुनुहुन्छ सन्तोष मगर, तेस्रो नम्बरमा हुनुहुन्छ दिलु गुरुङ, चौथो नम्बरमा हुनुहुन्छ अनु गुरुङ, पाँचौं नम्बरमा हुनुहुन्छ शारदा बुद्ध, छैटौं नम्बरमा हुनुहुन्छ सन्त खाजुम के हो है मिलाएर बुझ्नु होला, सातौं नम्बरमा हुनुहुन्छ लक्ष्मी बस्नेत, आठौं नम्बरमा हुनुहुन्छ आरजीएस, 9 नम्बरमा हुनुहुन्छ पवन देवी चौधरी, 10औं नम्बरमा हुनुहुन्छ रमेश धमला। यसैगरी हाम्रो युट्युब च्यानलबाट कसो नम्बर सिलेक्सन भयो त र उहाँहरुको नाम र नम्बर चाहिँ यस प्रकार रहेको छ। फर्स्टमा हुनुहुन्छ पवन देवी चौधरी, दोस्रो नम्बरमा हुनुहुन्छ दीपक लिम्बू, तेस्रो नम्बरमा हुनुहुन्छ विजय खालिङ, चौथो नम्बरमा हुनुहुन्छ सुग्री प्रसाद भन्नेजी। उहाँको त अशक्त कोटाबाट पनि सिलेक्ट भएको जस्तो लाग्यो अहिले यसो विचार गर्दाखेरि चाहिँ। र अनि अर्को जना हुन्छ राधे कृष्णजीको है त। यसै गरी युट्युब च्यानलमा मैले धेरै देखेको क्वेशन भनेको चाहिँ मेरो नम्बरै लिनुहुन्न, पाले आएको छैन, 4 महिना भइसक्यो, कति महिना भइसक्यो मेरो अहिलेसम्म एकचोटि पनि पाला आएन भनेर सोधिराख्नु भएको हुन्छ के। तर उहाँहरुको चाहिँ नम्बर चाहिँ फेरि हुँदैन है। तपाईहरुले चाहिँ त्यति कमेन्ट गरिसके पछाडी आफ्नो नम्बर कमेन्ट पनि गर्नु होला क्या। एउटा भन्दा बेसी कमेन्ट गर्न नमिल्ने पनि हुन सक्छ। त्यो भएर चाहिँ पाला आएको छैन भन्नुहोस् र साथै त्यसैमा तपाईहरुको नम्बर पनि कमेन्ट गर्न नभुल्नु होला है। यहाँनिर चाहिँ
पालो आएन मात्रै भन्नुहुन्छ, नम्बर चाहिँ फेरि छैन। अनि कतिजनाहरूले चाहिँ मैले नम्बर पनि कमेन्ट गर्नुहोस्, खोइ त कमेन्टै छैन भनेर पनि भनिरहेको हुन्छु, तर फेरि उहाँहरूले चाहिँ नम्बरै कमेन्ट गर्नुहुन्न र अनि पालो आएन भनेर बसिराख्नु भएको हुँदो रहेछ। यो चाहिँ अब तपाईँहरूले पालो आउनको लागि नम्बर कमेन्ट गर्नु पऱ्यो है, नम्बर कमेन्ट गर्नुहोस्। पालो आउँछै आउँछ, थोरै ढिलो आउनसक्छ, पालो आउँछ है। अथवा तपाईँहरूले चाहिँ त्यहाँ कमेन्ट भएन भने अथवा नम्बर तपाईँको देखिएन भने सक्रिय कोटामा पर्नुहोस् होइन। धेरैभन्दा धेरै भिडियोहरूलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्, अनि कमेन्टहरूको रिप्लाई गरिदिनुहोस् र अनि फेसबुक पेजमा आएर आफ्नो नम्बर दिनुहोस् क्या, त्यसरी गर्दा पनि हुन्छ है। र यसै गरी हाम्रो टिकटकबाट कसो नम्बर सेलेक्सन भयो त? सो उहाँहरूको नाम नम्बर चाहिँ यसबाट रहेको छ। फर्स्टमा हुनुहुन्छ सुरज कार्की, दोस्रो नम्बरमा हुनुहुन्छ रायमानजी, तेस्रो नम्बरमा हुनुहुन्छ पवित्राजी, चौथो नम्बरमा हुनुहुन्छ सिर्जना ओली थापा, पाँचौँ नम्बरमा हुनुहुन्छ एलोन बोय, छैटौँ नम्बरमा हुनुहुन्छ यशोदा भट्टराई। यिनीहरू चाहिँ 6 जनामा काटिएछ। खैर ठिकै छ होइन, अब खास त काट्ने 5 जनाको, तर अब 6 जना काटिएछ, केही भएन होइन। नकाटेको भए चाहिँ समस्या हुन्थ्यो, अब बेसी काटेर समस्या भएन। सो अनि अब यसपालि तपाईँहरूले पठाउनु भएको मध्येबाट चाहिँ कसलाई प्राइज पर्यो त? एकजना भनेको थियो नि त। र तपाईँहरूले पठाउनु भएको नम्बरहरूमध्ये अथवा नामहरूमध्ये चाहिँ हाम्रो रायमानजीलाई चाहिँ प्राइज पर्न सफल भएको छ है त। उहाँलाई चाहिँ 5औं प्राइज पर्न सफल भएको छ। सो रायमानजी, तपाईँले चाहिँ आफ्नो प्राइजको लागि तपाईँले चाहिँ हाम्रो फेसबुक पेजमा जोडिएर तपाईँको ब्याङ्क डिटेल्स अथवा खाता नम्बर पठाउनु होला, त्यहाँनिर तपाईँलाई हामीले प्राइज हालिदिनेछौँ। र अनि अर्को हप्ताबाट चाहिँ स्लिप आउने भयो त। अहिलेसम्म स्लिप आएको थिएन, कसैलाई पनि नपरेको भएर अब अर्को हप्ताबाट चाहिँ रायमानजीले हालेको स्लिप आउनेछ। उहाँले यदि यो भिडियो हेर्नुभयो भने उहाँले चाहिँ हामीलाई मेसेज गर्नु होला है। र अनि अघि पनि तपाईँहरूलाई मैले भने हाम्रोसँग जोडिएर जो चाहिँ सहयोगी बन्नुहुन्छ त अथवा सक्रिय बन्नुहुन्छ त, मिहिनेत गर्नुहुन्छ त, उहाँले प्राइज जितिराख्नु भएको हुन्छ। मैले तपाईँलाई भनेको थिएँ नि त। हेर्नुहोस् त, हाम्रो रायमानजीले चाहिँ कति धेरै रिप्लाईहरू गरिदिनु भएको छ क्या, हरेक कमेन्टको रिप्लाईहरू गरिदिनु भएको छ क्या टिकटकमा। त्यो चाहिँ नम्बर सेलेक्सन हुने भिडियोमा चाहिँ तपाईँले पनि हेर्न सक्नुहुन्छ। मैले यो बनावटी भनेको होइन, त्यो रियल कुरो हो, त्यो तपाईँले पनि हेर्न सक्ने कुरा हो। त्यही हो क्या, तपाईँहरू पनि मेहनती बन्नुहोस् क्या। मेहनती बन्नुभयो भने फल अवश्य पनि मिल्नेछ है। अरू बेला पनि सक्रियहरूले मात्रै प्राइज जितिराख्नु भएको छ है त। केही त छ जस्तो लाग्छ होइन। एउटा उखान पनि छ है, कर्म प्रदान विश्व गरिराखा, जो जस कराई तस फल शाखा। यति भनेपछि तपाईँहरूले अब बुझ्नु नै भयो होला होइन। सो तपाईँहरूले पनि आफ्नो नम्बर चेक गर्न सक्नेछ। तपाईँहरूको नम्बर चाहिँ मैले यहाँनिर राखिदिनेछु। अब त्यो नम्बर चाहिँ कतिजनाहरूले होइन के हो कसरी आएको भनेर पनि सोधिराख्नु भएको हुन्छ। त्यो नम्बर चाहिँ जुन एउटा हुन्छ यहाँनिर तपाईँहरूले दिएको टिकटिक लागेको नम्बर होइन, भन्नाले यस्तो है, यस्तो टिकटिक लागेको हुन्छ। यहाँ चाहिँ 1 देखि 5 जनाको नम्बरहरू हामीले राखिन्छ। यो टिकटिक लगाएपछि यस्तो आउँछ, यो क्युआर कोड भएको होइन। यो क्युआर कोड भएको चाहिँ फोनमा आउने हो कि, जस्तो तपाईँलाई म देखाउँछु। यसरी गरेर मैले चट्ट लाएर यहाँनिर यसरी स्क्यान गरे पछाडि यहाँनिर यसरी आउँछ कि, यो आएको हो त्यो है। तपाईँहरूले नझिकिनु होला, यही हो भनेर बुझ्नु होला। तर अब यो नै डिजिटल्ली आएको भनेर बुझ्नु होला है। त्यो तपाईँहरूले आफ्नो नम्बरहरू चेक गर्दाखेरि कता कता मिस्टेक गरेँ अथवा कसरी मैले के नम्बरहरू छुटाएँ, के गर्नुपर्ने थियो, त्यो पनि तपाईँहरूले विचार गर्नु होला। अनि राम्रो तरिकाले नम्बर कमेन्ट गर्नु होला। अर्को हप्ता चाहिँ फर्स्ट प्राइज पर्ने नम्बर पठाउनु होला। अलिकति नम्बरहरू चाहिँ अध्ययन गर्नु होला। नम्बर कसरी गर्दा चाहिँ पर्न सक्छ, कस्तो नम्बरहरू आइरहेको छ, त्यो विचार गर्नु होला। तपाईँहरूले चाहिँ अहिलेभन्दा अगाडिको 10वटा रिजल्टको भिडियोको चाहिँ फर्स्ट प्राइजको नम्बरहरू टिप्नु होला। त्यही अनुसारले चाहिँ कम्पेयर गर्नु होला। प्रायः तपाईँले चाहिँ सिमिलर नम्बरहरू पाउनुहुन्छ है। भन्नुको मतलब धेरै अङ्कहरू चाहिँ जोडिएको हुन्छ अथवा कति अङ्कहरू कहिले पनि आउँदैन। त्यस्तो कुराहरू विचार गर्नु होला र एकदम विचार गरेर तपाईँलाई दिएको विभिन्न माध्यमहरूद्वारा तपाईँहरू हामीसँग सहभागी बन्नु होला। अब यसको हप्ताको रिजल्ट चाहिँ यति नै भयो होइन। फेरि पनि अर्को हप्ता यस्तै तपाईँहरूले दिएको नम्बरको रिजल्ट लिएर उपस्थित हुने नै छु। र अघि तपाईँहरूलाई मैले भनिसकेँ, यो भिडियोलाई सेयर गर्न नभुल्नु होला। र यदि नयाँ हुनुहुन्छ अनि तपाईँहरूले चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नभुल्नु होला। र धेरैभन्दा धेरै भिडियोमा चाहिँ अथवा हाम्रो युट्युब च्यानलको भिडियोहरूमा चाहिँ लाइक कमेन्ट सेयरहरू गरेर सक्रिय कोटामा परेर 100% सहभागी बन्न नभुल्नु होला। र तपाईँहरूलाई हाम्रो यो च्यानलको बारेमा के कस्तो लाग्छ, सल्लाह सुझाव प्रतिक्रिया कमेन्टमा दिन नभुल्नु होला। साथै तपाईँले नबुझेको कुराहरू पनि सोध्न कमेन्टमा नभुल्नु होला। अथवा तपाईँहरूले हाम्रो सोइलनेस फेसबुक पेजमा जोडिएर त्यहाँ पनि तपाईँले हामीलाई आफ्नो जिज्ञासा सोध्न सक्नुहुनेछ। फेसबुक पेजको लिङ्क चाहिँ तपाईँलाई हामीले यसै भिडियोको डिस्क्रिप्सन बक्समा राखिदिनेछौँ। त्यो लिङ्कबाट तपाईँहरूले हाम्रो फेसबुक पेजमा जोडिन सक्नुहुनेछ। र साथै टिकटकको पनि यसै भिडियोको डिस्क्रिप्सन बक्समा राखिदिनेछौँ लिङ्क। त्यो लिङ्कबाट पनि तपाईँ जोडिन सक्नुहुनेछ। र तपाईँहरूलाई फेरि पनि मैले भने हाम्रो फेसबुक पेज, युट्युब, टिकटक
तिनै ठाउँबाट सहभागी बन्नुहोला। यताबाट भएन भने उताबाट हुन्छ, उताबाट भएन भने उताबाट तपाईँको नम्बरहरू सिलेक्सन हुन्छ। थोरै मिहिनेत गर्नु होला, पछि फेरि रिग्रेट नगर्नु होला है। कुन दिन कसले चाहिँ यहाँनिर अब करोडपति बन्नुहुन्छ अनि चाहिँ मैले गरिनँ भनेर चाहिँ टाउकोमा हात फेरि राख्नुपर्ने हुनसक्ला। म चाहिँ तपाईँहरूलाई के भन्छु भने पहिलो करोडपति चाहिँ अथवा हामीसँग जोडेर चाहिँ पहिलो विजेता चाहिँ तपाईँ बन्नुहोस् भनेर तपाईँहरूलाई मैले भन्ने गर्छु। त्यो तपाईँको हातको कुरो हो, तपाईँको चाहनाको कुरो हो। मैले भन्ने यति हो, मैले गर्न सक्ने पनि यति नै हो। जो सक्रिय बन्नुहुन्छ उहाँलाई मैले अवसर दिने हो। त्यही भएर चाहिँ सक्रिय बन्न नभुल्नु होला। हाम्रो फेसबुक पेज, युट्युब, ट्विटरको सबै भिडियोहरूलाई अथवा जुन पनि पोस्टहरूलाई चाहिँ धेरैभन्दा धेरै लाइक गर्न नभुल्नु होला, धेरैभन्दा धेरै सेयर गर्न नभुल्नु होला, धेरैभन्दा धेरै आफ्नो नम्बरहरू कमेन्ट गर्न नभुल्नु होला। फेरि पनि अर्को हप्ता यहाँहरूमाझ आउने नै छु। आशा छ अर्को हप्ता चाहिँ खुसी खबर लिएर आउने छु, या भनौँ लिएर आउन पाऊँ। एकदम मिहिनेत गरेर नम्बर कमेन्ट गर्नु होला भन्दै मेरो यो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। अर्को हप्ता अब भेट्ने नै छौँ। त्यतिन्जेल तपाईँहरू सुस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला। जय देश, जय नेपाल, जय सन हिल्स।